नमस्कार। म पशुपैडी चिवा सुन्दरबहादुर गरबजा तमु। मेरो जन्म तथा पहाड घर जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर 10 कोडा हिउला कोरोनास अर्थात् घाग्रुक कोट गाउँ हो। हाल म जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर 10 नमुना टोलमा बसोबास गर्दछु। आज म तपाईहरू समक्ष यिनै चिरपरिचित बाजाहरूको बारेमा थप केही जानकारी दिउँ भन्ने उद्देश्यले उपस्थित भएको हुँ। यो भिडियो हेरेर सुनेर बस्नुभएका सम्पूर्ण दर्शक तथा श्रोता महानुभावहरूमा सर्वप्रथम मेरो हार्दिक 6000 नमस्कार अनि अभिवादन स्वीकार्नुहोला। पशु गुरुहरूले बजाउने यी साधनहरूमा अन्य पशु गुरुहरूले के कसरी बजाउनुहुन्छ त्यो मलाई थाहा छैन। तथापि हामी थोरै पशुहरूले यसको निर्माण तथा बजाउने तालहरूमा भन्नुपर्दा यो बाजाहरू कसरी निर्माण गरिन्छ त भनेर भन्दा हाम्रो यो शेर्का छुई भन्ने धार्मिक ग्रन्थमा सम्पूर्ण विवरण यथार्थ उल्लेख गरिएको छ। र त्यसपछि आयो यो साधनहरू बजाउँदाखेरि सर्वप्रथम हामी धुप हालेर सुगाई शक्ति प्रदायक मन्त्रले अभिमन्त्रित गरी बजाएमा जुन उद्देश्य प्राप्तिको लागि कार्य गरेको हो त्यो उद्देश्य प्राप्ति तथा कार्य सिद्ध हुन्छ भन्ने हाम्रो मूल्य मान्यता र विश्वास छ। अब आयो हामीले यी बजाउने बाजाहरूमा यसलाई हाम्रो शास्त्रीय भाषामा सिल्जिउ छ्याबा भनेर भन्छौँ। गुरुङ भाषामा छेरे र नेपालीमा भन्नुपर्दा झ्याली अथवा झुरमा भन्छौँ। यसको निर्माण कसरी गर्छ त भनेर भन्नुपर्दा यसको धातुलाई पगाल्ने अनि उमाल्ने त्यसपछि सय ओदोन भनेर फर्मामा खनाएर यसको आकार दिन्छ। त्यसपछि यसलाई फुर्काउने अनि काटछाट गरेर पूर्ण रूप दिएपछि पाल पारेर यसरी बाँधिन्छ अनि यसलाई बजाउने काम हुन्छ। र यो बाजालाई मुख्य गरेर सहायक बाजाको रूपमा लिन्छौँ। यो त प्राय गरेर यो अथवा ढ्याङ्ग्रोको साथमा बजाइन्छ भनेदेखि पितृ कार्य गर्दाखेरि जब शेर्का वाचन हुन्छ त्यतिखेर यो धादु अथवा ढोलकको साथमा बजाइन्छ। त्यसपछि आयो यो बाजा। यो बाजालाई चौभाषामा हेरिगा छाबा भनेर भन्छौँ। त्यसपछि आएर शास्त्रीय भाषामा घार्दो, गुरुङ भाषामा घ र नेपालीमा ढ्याङ्ग्रो भनेर भन्छौँ। यो बाजाको निर्माण प्रक्रिया गर्दाखेरि हामी सरी भन्ने जातको काठबाट यसलाई निर्माण गर्छौँ। निर्माण गर्दा पूजाका सामग्रीहरू लिएर गई त्यो सती जातको वृक्षमा पूजा अर्चना गरेपछि अनि यसको रुखलाई ढालिन्छ अनि गिर्ने र तास्ने गरेर घर ल्याउँछ। अनि कति ठुलो बनाउने हो त्यसैको आधारमा खाल्टो खनेर अनि यसलाई राखिन्छ। जब गोलो आकारको हुन्छ अनि त्यसपछि गार्दो मेलमा तजी मेल्जे चे चिकाजी गार्दो मेल्जे अनि यो फलामको कोरसले यसलाई चाहिँ बाँध्छौँ। अनि चेरे सुनिजी गार्दो पेजे फलामको सिरोले यी घेराहरूमा पाल पारिन्छ। रङ्गे डिजी गार्दो मर्ने बाख्राको छालले मोडिन्छ। छटे मुटे क्रेजी गार्दो क्रेजे अनि यो बेगको बन्धनले यसलाई बाँधिन्छ। अनि योलो तोलो रुजी गार्दो चाहिँ अनि त्यो यसलाई चाहिँ कस्ने काम हुन्छ अनि राशिले यो गजाले बजाइन्छ। यो बजाउँदाखेरि यसले बराबर हान्दाखेरि
धीको आवाज आउँछ भने यता भित्रबाट औँलाले बजाउने तालको आउँछ। जस्तै यसरी यो बाजाहरू बजाइन्छ र यसको यज्ञ गर्दाखेरिको ताल, नाच्दाखेरिको ताल अनि बाटो खोल्नु बजाउने तालहरू हुन्छ। अब त्यसपछि आयो पशुले मात्र बजाउने यो जोडी बाजालाई सिमी बाजा भनेर पनि भन्छ हामी। यो सिमी बाजा भने किन भन्यो भने यो मृत संस्कारमा मात्रै बजाइन्छ। मृत संस्कारमा यो बजाइयो भनेदेखि पितृहरू असाध्यै खुसी हुन्छन् रे भन्ने हाम्रो विश्वास छ। र यो जोडी बाजामा आयो सर्वप्रथम यसलाई हाम्रो शास्त्रीय भाषामा मधुर छ्यामा, गुरुङ भाषामा टुरी र नेपालीमा भन्नुपर्दा ट्याम्को भन्दछौँ। यसलाई निर्माण गर्दा यसको धातु उमाल्ने, पगाल्ने र त्यसपछि 100 ओदोला भनेर फर्मामा खनाएर आकार दिने, तास्ने, काटसाट गरेर पूर्ण रूप दिएपछि ढल्का ढिकी गाड्नु भन्दै बाख्राको छालाले सुतरीले बाँध्ने अनि त्यसपछि राशिले अनि बजाउने गरिन्छ। र यो बाजा बजाउँदाखेरि यसको मूल गुच्छ गरेर 5 वटा ताल हुन्छन्। यसलाई चाहिँ पहिलो सुरुमा 2-2 मात्रको ता दी त्यसपछि ता दी गरेर 3-3 मात्रको, त्यसपछि ता दी गरेर 4-4 मात्रको अनि त्यसपछि ख्यालीका जस्तै यो आयो। अनि त्यसपछि फेरि झ्याउका चाहिँ गरेर यो 5 वटा ताल हुन्छन्। र यो बाजालाई मुख्य गरेर यो धधु अथवा ढोलकको सहायक बाजाको रूपमा लिइन्छ। त्यसपछि आयो यो बाजालाई हाम्रो शास्त्रीय भाषामा पदु छ्यामा, गुरुङ भाषामा ददु र नेपालीमा भन्नुपर्दा ढोलक भन्छौँ। र यो बाजालाई बनाउनु पर्दा सिँगार अथवा उपयुक्त दिन हेर्नुपर्छ। उपयुक्त दिनमा पूजाका आवश्यकीय सामग्रीहरूलाई यसको वृक्षमा गई पूजा अर्चना गरेर मात्र यसको रुखलाई टाढिन्छ। त्यसपछि गिड्ने अनि तास्ने काम गरेर घर ल्याउँछौँ र केही सुकेपछि बाँकुले यसलाई चाहिँ भित्र खोलेर यसको आकार दिन्छ र एकापट्टि ठुलो र एकापट्टि सानो बनाइन्छ। र बाख्राको छालाले मोडेर अनि यो सुतले बाँधेर यो तयार पारिन्छ। र यसको ठुलोपट्टिको भागलाई पोथी भनिन्छ। यो पोथीले धी आवाजको सङ्केत गर्दछ। र यो सानोपट्टिको भागलाई भाले भन्दछौँ। यो भालेले ता भन्ने आवाजको सङ्केत गर्दछ। जसरी सारे गम पदनी बजायो भनेदेखि लय, सुर र भाका निस्कन्छ। त्यसै गरेर यो बाजामा पनि कहिले ता कहिले धी, कहिले ता कहिले धी बजायौँ भनेदेखि ताल निस्कन्छ। र अगाडि भने यसको तालहरूमा सर्वप्रथम हामीले ता दी गरेर बजाउँछौँ। यो पितृकार्य अर्घुको बेला जब अलाकृषि गर्छौँ त्यो बेलामा नराम्रो ग्रहमा बसेका सरोकारवाला तथा अन्य व्यक्तिहरूले यो ताल सुन्नु हुँदैन भन्ने एउटा प्रचलन छ। र त्यतिखेर लुक्नुपर्छ। र यदि कसै सुनिहालेमा अनि पितृकार्य समापन गर्ने समयमा आलाको मुनतिर बसी स्याइ गरेर रूप लगाएमा सम्पूर्ण दोषहरू मेटिन्छ भन्ने
मूल्य मान्यता र विश्वास पनि छ। र यसरी ताधी ताधी गरेर केही बेर बजाएपछि ताल फेरौँ भन्ने सङ्केत यो धधुले दिन्छ। त्यसपछि त्यो टेम्पो बजाउने ता ता धी ता ता धी गरेर तिन तिन मात्राको ताल बजाइन्छ। केही बेरपछि फेरि ताल परिवर्तन गरौँ भन्ने सङ्केत दिन्छ। त्यसपछि ता ता धी धी ता ता धी धी गरेर चार चार मात्राको ताल बजाइन्छ। अनि त्यसपछि फेरि त्यो धधुले ताल परिवर्तन गरौँ भनेर सङ्केत दिएपछि त्यो टेम्को बजाउने पजुले अनि क्यारिसको ताल बजाउनुहुन्छ। अनि त्यस बित्थामा गरेर यसरी बजाउँछ। अनि फेरि केही सेकेन्ड बजाएपछि ताल परिवर्तन गरौँ भनेर सङ्केत दिएपछि त्यो टेम्को बजाउने पजुले पनि ताल परिवर्तन त्यसपछि यसरी बजाउँछ। यसरी यो पाँचवटा ताल बजाएपछि चार सिङ्गारका चारवटा तालहरू हामी फेरि फेरि बजाउँछौँ। त्यो चारवटा ताल पुरा भएपछि 8 पार्का तथा अशुभ 8 अङ्कको तालहरू गरे 8 ताल बजाउँछौँ। यसलाई हामी शोक ताल पनि भन्दछौँ। त्यसपछि गएर यो सबै तालहरू पुरा गरेपछि अब तालको अन्त्यतिर लागौँ भनेर एउटा साङ्केतिक ताल बजाउँछौँ। र त्यो साङ्केतिक ताल 5-5 मात्रको हुन्छ। यो गरेर यसरी बजाउँछौँ। र यो ताल बजाइसकेपछि जसरी सुरुवातीको ताधी ताधी गरेर अनि यो बजाइदिए त्यसै गरेर पनि ताधी 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 गरेर 3 पटक यो 2 मात्रको ताल बजाएपछि अनि यो सम्पूर्ण तालहरूको अन्त्य हुन्छ। यसरी रि देशाउनु पूर्व हामी यो 19वटा तालहरू बजाउँछौँ। जब रिदेशी गरिसकेपछि शेरका वाचन गर्ने कार्य प्रारम्भ हुन्छ। अनि त्यसले यो धधु र यो छेने अनि बजाउने काम हुन्छ। त्यसपछि भने 19वटा ताल बजाउनु पर्दैन। अगाडिको 5वटा छोडेर बाँकी 14वटा ताल मात्रै बजाए पनि पुग्दछ भन्ने कुरो यिनी जानकारी दिँदै आजलाई भने म यहाँहरूबाट बिदा हुन चाहन्छु। फेरि यस्तै नयाँ नयाँ कुराहरू लिएर आउनेछु। तबसम्मको लागि ओझेलमा परे। हवस् त। जय तमु, जय बोन धर्म, जय प्रेम सङ्घ।